हेलो गाइज, के छ हाल खबर? सबैजना सन्चै हुनुहुन्छ नि गाइज, होइन? अब हामी चाहिँ यहाँ अब बाबु छोरा सुत्दै थियौँ, भाइ उठिसक्यो हेर्नुहोस्। रितेश सानै हेलो गर त। मेरो सानो छोरा त उठिसक्यो होइन गाइज, पुरा मस्त निद्रामा छ मेरो बाबु चाहिँ, उठिसक्यो हेरिरहेछ मलाई। होइन गाइज, अब यस्तै छ जिन्दगी, बसी बिहालो छ गाइज। अनि के छ तपाईँहरूको हालखबर? के गर्दै हुनुहुन्छ? कता कता हुनुहुन्छ? यसो कमेन्ट डाउन बिलो कमेन्ट गर्नु होइन। अब म त भर्खर नुहाइ धुवाइ गरेर आएँ, अनि भाइ सुतेको ठ्याक्कै उठिहाल्यो। दादा, सानो दादा, हजुर भन्छ न। हाम्रो त आमा भाइको त हेर्नु डेन्जर छ नि त, स्टाइलिस्ट भाइ हो नि मेरो त। रितेश, हेलो रितेश, के छ दादा? हेलो, उठिस न दादा? दादा अरू बेला चाहिँ आमा हिरो हो नि त, राजा हो नि त, राजा पछ उसको हेर्नु न। आमा ऊ के अरे टक्क सुतेर उठ्दाखेरि अरू कहिले काहीँ चाहिँ रुन्छ, नत्र भए त डन हो, डन काम छ मेरो। लुकी हो लुकी, बाबा लुकी, साने हेर्नु दादा लुकी। दादा जिस्काउँदैछु क्या म। रितेश के छ? लुगाहरू यसो सुकाछौँ गाइज, पानी परिरहेछ होइन, बाहिर लुगा नसुकेपछि हल्का हल्का सुकेको लुगा यस्तो बिजोग छ हौ गाइज। पानी पनि कति परेको, एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्छ, बिजोग छ हौ गाइज। के छ तपाईँहरूतिर चाहिँ? के भाव मौसम पनि 1 मिनट पानी पर्छ, 1 मिनट घाम लाग्छ। दादा पोज हेरिछ नि। दादा भोक लागिसक्यो। अब के खाइन्छ दादा? हजुर तपाईँ खाने? पापा आमा खै? आमा अब दादा के भयो दादा? आइस दादा पोज हेरिछु। आजी गरौँ दादा, आजी गरे रिसु गरे हो, बिजोग छ नि दादाको त, आफ्नै रमाइलो छ। आमा बला लिएर आउँ म भने गाइस, म आमालाई बला लिएर आउँछु। म आमालाई बला लिएर आउँछु गाइस, हेर्दै गर्नु तपाईँ। यहीँ छ उता, फेरि आमा पनि आफ्नै पारासँग मोबाइल लिएर बसेको छ। उहाँ आची गर भाइले। आमाको पारा बेग्लै छ है। अब आची धोइदिनुहुन्छ आमाले। चलेको छैन कि त्यहाँबाट जानु पाइ। अब भाइले आची गरिसक्यो, अब आची धोइदिनु पर्यो। के गर्नु, गाह्रो छ नि गाइज, गाह्रो। भाइले आची गर, मेरो भाइको टिटिट राजा बाबुको राजा। यो आमाले कराउँदै आची धोइदिइसक्नु भएछ। गाइज आज भाइले आची गरेको गरै छ, फेरि खाना पनि छोड्दैन हाम्रो भाइ त। चाउचाउ दिइरहेछ त, के हो यस्तो? 3-4 चोटि आची गरिसक्यो भाइले। आची गरेछ, पापा पनि खाइछ, हाँसेको हाँचै छ भाइ त। होइन भाइ, ठिक छ? बाबा जानु खुवाइदेऊ त। आऊ बाबा खुवाइदेऊ त।
गाइस अब एक पो खान्छ मलाई खुवाइदिनु रितेश बाबा बाबालाई खुवाइदेऊ न रे आम्मा रितेश भाइ के खाएको खै बाबु ल अब आची आयो भने भाइले खुवाइदिएको त्यही बसी छोरो म भाँडा धोइदिइ गर्छु त गेला तँ गेला नि बाबालाई भाँडा मोलेर आउँछु ल भाँडा मोल्न चलिहाल्नु भयो अब बाबा र दादा मिठो भन भाइ मिठो भन अब हामी खाएर भेट्छौँ ल गाइस हेर्नु यो रितेश चल्छ धेरै गाइस हेर्नु म रितेशले पाएको हेर्नुहोस् गाइस रितेशले पाएको बाबालाई ना दादा ना दादा ना बाबा पारी त्यसले दादा ना बाबा ना बाबा माया गर्छु बाबा एकछिन माया गर्छु न बाबा माया गर्छु न माया गर्छु एकचोटि ल गाइज आजलाई चाहिँ यति नै हाम्रो भिडियो होइन अब फेरि अर्को भिडियोमा भेटौँ होला प्लिज लाइक शेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हाम्रो पुन्टेसलाई ओके बाई गाइज स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् टाटा गाइज बाई गाइज वाउ बाई बाई